भयो 80 वर्ष 80 वर्ष। हजुर। हजुरको शुभ नाम चाहिँ के पर्यो? प्रतिमान प्रतिमान के? विश्वकर्मा। कहाँ हो घर चाहिँ हजुरको? मेरो घर पहिले खान्द्रुङ कनेटार खान्द्रुङ थियो। हजुर हजुर। अहिले यही रवि 4 नम्बर वार्डमा बसाइ सरा आएको छु। ए यो कहिलेदेखि यो पेसा तपाईँले यो काम गर्नुभएको? यो त 30 सालदेखि गरेको। 30 वर्षदेखि? हजुर। यो काम के भन्छ? चुदारोको काम? सुन्दारो हो। यो अहिले के काठको बनाउँदै हुनुहुन्छ? यो दार काठ। दारको? दारको। ए कहाँबाट काठ ल्याउनुहुन्छ? काठबाट गाउँलेले ल्याउँछन्। अनि यो तपाईँको जेला मात्रै उहाँहरूले दिनुहुन्छ? काठ उहाँहरूकै हो आफ्नै होइन? उहाँहरूको काठमा जेला लिन्छ। कति पैसा यो अहिले बन्दै गरेको यो चिज के हो? यो चाहिँ बिलको बनाउनु पर्ने। त्यो कठुवाको बिलको। हर्पे के भन्छ यसलाई? यो रक्सी लाउने कठुवा हो। ए अब यति बनाइसकेको कति पैसा लिनुहुन्छ? यसको त्यो बनाइसक्दाखेरि अब त्यो दुईटाको 2000 आउँछ। 2000 आउँछ? ए 80 वर्ष हुनुभयो? 80 वर्ष। अनि यो काम गर्न सक्नुहुन्छ? तपाईँ त अब निकै वृद्ध भइसकेर पनि जोस जाँगर पुरै युवाको जस्तो छ। सक्ने त होइन, तर किनभने छोराछोरीको आशा गरेर खानु बिजोक। कति बेला 10 रुपियाँ दिन्छन् र चिया दोकानमा गएर चिया खानु भन्ने हुन्छ। बरु आफै सकुन्जेल गर्ने। हात पाउ चलुन्जेल गर्नु पर्यो भनेर। 80 वर्षको? हजुर हजुर हजुर।